Hi guys, good morning and welcome back to my another new video. आजको भिडियोमा चाहिँ हामी एकदमै बवाल आइकुनेवाला छ। मसँग छ मेरो साथी जसको नाम हो करिश्मा भोरा। आज म तपाईलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। फर्स्ट टाइम काठमाडौँमा हाइक जाँदै हुनुहुन्छ हो। तर द फरएभर गर्ल्स प्रब्लम के हो भने लुगा के लाउने, यहाँ के लाउने, कानमा के लाउने। त आज चाहिँ मेरो गेटअप अरु दिनको भन्दा अलिकति फरक छ। सधैँ ट्रेकिङको बेलामा चाहिँ आज चाहिँ लुगा पनि हाइक जाने जस्तो चाहिँ देखिरहेको छैन। तर नर्मली इट्स ओके। आज नयाँ गेटअपमा छु। हामी चाहिँ बिहान 4:15 मा उठेको थियौँ हैन। त्यसपछि रोटीहरू पकाएर सबै सकाएर अब भने हामी निस्किने बेला भइसक्यो। कति जाडो हुन्छ भन्दा भन्दै पनि 6 बजिसक्यो। अहिले 6 बजे हामी हिँड्दैछौँ चोकबाट। किनभने भिडियो हेरेर रुखरु शनिबार बिहान उठेर कता हिँड्न जानुस्। बुझ्नुभयो नि। अहिलेसम्म सुतेर उठ्नु छ नि तपाईहरुलाई हैन। थर्काइदिएको ल। त्यो उतादेखि चाहिँ बसमा आएको होइन। अब चाहिँ हिँडेको हो देखाएको है। ल आउनु पनि सुन्तला टेस्ट हान्देको। सो हामी चाहिँ यो शिवपुरीको इन्ट्रान्स गेटमा आइपुग्यौँ। अनि अब चाहिँ यहाँनिर 100 रुपियाँको टिकट लगेर जानुपर्ने हुन्छ जामा चहाइ। यो चेकहरू भयो अनि सबै सामानहरू चेक हुन्छ है। तपाईहरुले के नल्याउनु म भनिदिइहाल्छु। लाइक केही माथि नै गएर पकाउँछु भनेर स्टभहरू त्यस्तोहरू चाहिँ नल्याउनु। इभन तपाईँको लाइटर अनि त्यसपछि चक्कुहरू पनि यहीँ राखिदिन्छ। हाम्रो काँटा चमच थियो त्यो पनि यहीँ राखिदिनु भयो क्या। माथि लिन नमिल्ने किनकि नेसनल पार्कको आफ्नै रुल्स रेगुलेसन्सहरू हुन्छ होइन। ताकि यहाँको एनिमल्सहरूलाई कुनै हार्म न। बाजुराको मान्छेले यसो थाक्यो भन्नु मिल्छ? आइज बाजुराको मान्छेले थाहा लाग्दैन। आइज लाज नलाग्यो मान्छे हैनन् हिँड्न सक्दैन भन्छ भाइ। सुरुको उकालो भयो त माथि कति सकल छ आऊ। आज मेरो साथीको चाहिँ काठमाडौँको यो फर्स्ट आएको अलिकति उसलाई गाह्रो भएको छ अरे। सो तर हामी हिँड्नुपर्ने हुन्छ। पहिला छोटो बाटो मनपर्ने तर रिक्स चाहिँ त्यही छोटो बाटो चाहिँ नराम्रो होला है। अलि रिस्की छ। ट्रेलमै आउँदा बेस्ट। तर यति गाह्रो रहेछ यिनीहरूले नि बोलायो क्या। मेरा प्यारा प्यारा मित्रहरूको अवस्था अहिले नै नाजुक भइसकेको छ किनकि अलिक ठाडो उकालो छ। तर जो यिनीहरू स्ट्रङ चाहिँ छ नै। म हिँड्छु भन्ने चाहिँ छ यिनीहरूको। यहाँनिर चाहिँ एकदम रमाइलो बाटो छ क्या। अब त्यहाँनिर उकालो चढिसकेपछि अनि त्यसपछि लम्बो बाटो आउँछ। कस्तो लिपेको जस्तो लाग्छ कि मलाई चाहिँ। अनि यहाँनिर नानीहरू फिगरहरू पनि बनाएको हुन्छ। फेरि त्यहाँनिर पनि नामहरू टिप्नुपर्ने हुन्छ क्या यहाँनिर। अनि त्यसपछि फेरि हिँड्नुपर्ने हुन्छ। सो गाइज यहाँनिर फेरि माथि उकालो चढिसकेपछि यहाँनिर कन्फर्मेसनको लागि हुँदो रहेछ होइन। मेरो साथीहरूले के भन्दा अनुहार देखाउने जाऊ अनुहार। म त साँच्चीकै स्क्यान गर्ने सिस्टम राखेँ कि भन्ने सोचेको थिएँ क्या। तर त्यति चाहिँ रहेनछ। एकदम राम्रो ट्रेल छ। बाबु तिमीलाई कस्तो फिल हुँदैछ? एकदम बबाल। मलाई चाहिँ जामाचु ट्रेलको सबैभन्दा मनपर्ने चाहिँ यो बाटो हो क्या। कस्तो मजाको यताउताको जङ्गल अनि बिचमा यस्तो बाटो छ नि त एकदमै राम्रो लाग्छ क्या मलाई। किनकि यो हो मेरो दोस्रो टाइम हो यो जामाचुको। फेरि फेरि पनि आउँछु किनकि सुत्नु भएको छ भने चाहिँ उठ्नुहोस्। हामी यहाँ शिवपुरी पुगिसक्यौँ। यहाँ जामाचुको ट्रेलमा चाहिँ हेर्नुहोस् यो बाटो। किन सुत्नुहुन्छ उठ्नुहोस्। अब स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस्। यहाँनिर चाहिँ कस्तो राम्रो चौर छ। अनि सबैले चाहिँ आफ्नो खाजाहरू यहीँ खान सक्नुहुन्छ। हामी अब हाम्रो खाजा यहीँ खान्छौँ। अहिलेसम्म कस्तो छ ठिक छ? अलिकति फर्स्ट अलिकति धेरै पछि हिँडेरहरूलाई अलिकति गाह्रो छ नत्र बेस्ट हाइक एभर। एकदम रमाइलो हुँदैछ। तिनीहरू कहाँ बसे अब बसेर खाजा खानुपर्ने हुन्छ। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। पुरानो हुनुहुन्छ भने अनसब्सक्राइब नगर्नुहोस्। भिडियोहरू हेर्नुहोस्। यस्तो खतरा मान्छे अरे। ए अर्कोले चना खायो भने उसले पनि चना नै खोज्दै खानुपर्ने। सो यहाँनिर चाहिँ अब अहिले सुन्तला खाएर अनि अब चाहिँ हामी बाँधेचुक अमिलो साधेर खाने। किनकि यहाँ मस्तको घाम पनि छ। यिनीहरू यहाँनिर खेल्दैछन्। अनि आजको जानुपर्ने ठाउँ चाहिँ त्यो जामाचु होइन। अब सायद करिब आधी घन्टा 45 मिनट जस्तो लाग्न सक्छ। के अरे तपाईँहरू पनि जामाचु आउन चाहनुहुन्छ भने सो अर्को विकेन्डमा त पक्कै पनि आउनु।
अहिले हामी अमिलो खाँदैछौँ होइन अनि के अरे टिमुरहरू हालेको थियो यस्तो मिठो यो भाइले पिछा थिएन ऊ चाहिँ रेसिपी मेरो अरे अहिले दाँत कुड्यो भने पछि रोटी खान सक्दैन क्या त्यही भएर अलिकति उकालो भयो भने अनि डराउने अनि अलिकति पाइलो भयो भने यिनीहरू लास्टै खुसी हुन्छन् क्या त्यही भएर अब हामी अबको सायद 20 मिनटमा हामी जामाचो पुग्छौँ होला होइन अनि त्यो ट्रेल चाहिँ यस्तो मजाको छ गाइस हाम्रा दुईवटा साथीहरू चाहिँ अगाडि हिँडिसके हामी बाँकी चाहिँ हिँड्दैछौँ 8 बजे हामीले हाइकिङ स्टार्ट गरेको थियौँ जामाचोको लागि आधी साथीहरू कता गायब भयो थाहा छैन कोही अगाडि छन् कोही पछाडि छन् सो अहिले चाहिँ हामी ठ्याक्कै 11:30मा यहाँ पुग्यौँ भनौँ न 3 घन्टा 45 मिनट जस्तो लाग्यो हामीलाई तर एकदमै रमाइलो भयो फाइनली गाइस पुग्यो जामाचो यही हो यस्तो छ भ्यू पुरै लुङ्गाहरूले क्या मस्तो पिस भएर कस्तो लाग्यो पुग्यो अब हेर रायबाट काठमाडौँ देखिन्छ अब भ्याली पुरै हेर्न मिल्छ आज तर कस्तो राम्रो छ क्या वेदर पनि पुरै खुल्यो वा लास्ट टाइम आउँदा चाहिँ यस्तो माउन्टेन देखिरहेको थिएन क्या आजको ओ माई गुडनेस लुक एट दिस अनि यहाँनिर चाहिँ सानो गुम्बाहरू छ शनिबारको दिन भए पनि मलाई एकदमै घुइँचो छ तर एकछिन हामी माथि टावरमा चाहिँ जानुपर्ने हुन्छ है त यो टावरबाट यस्तो राम्रो भ्यू देखिरहेको छ तर शनिबार भएर एकदम क्राउड छ यतिको अनि यहाँ माउन्टेनमा यस्तो दामी देखिरहेको म देखाउँछु यही हो जामाचो गुम्बा अनि यहाँबाट 360 भ्यू माउन्टेन कति राम्रो देखिँदो रहेछ गाइस शनिबार भएर पनि होला एकदमै क्राउड है त्यो टावरमा त खुट्टा टेक्ने ठाउँ पनि छैन अनि फोटो खिच्दा पनि लाइन लाग्नुपर्ने तर एनिवे रमाइलो भयो मेरो गाइजहरूलाई कस्तो भयो म सोध्छु ल अनि कस्तो लाग्यो जस्तो एकदमै रमाइलो खुल्ला मतलब धेरै पछि कस्तो हिँड्न गाह्रो भए पनि आफू फ्री पिस फर्स्ट के त्यो नाम के अरे त्यहाँको त्यो त्यहाँदेखि अलि माथिसम्म आउँदाखेरि चाहिँ गाह्रो भयो उकालो अलिकति स्ट्रेट उकालो कि पुरै सिधै अनि त्यहाँ माथि चाहिँ बाटो चाहिँ एकदमै कतिखेर पाइलो कतिखेर उकालो होइन तर ठिकै छ अरू कुरा त म जाइरहने ठिकै रमाइलो भइरहेको छ रमाइलो चिल अब तल चाहिँ रोटा खानु पर्यो नि रोटा खाएको भिडियो पनि हाल्नेछ तर मै पनि छ हेर यहाँ तल मै तन्न फुटे पुरा सुनसान जङ्गलमा हामी दुईटा कैसरमा छौँ तर हामी फर्किसक्यौँ होइन माथिबाट तर अहिले मान्छेहरू पनि तलबाट पनि माथि जाँदैछन् कि टपमा अनि यस्तो राम्रो सुनसान जङ्गल मस्तको ट्रेल यस्तो रमाइलो छ नि यहाँनिर के लेखेको छ हेरौँ नेपाली आपतकालीन सम्पर्क नेपाली सेना केही गरी तपाईँलाई हराउनु भयो तपाईँलाई जङ्गली जनावरहरूले वाइल्ड एनिमल्सले अट्याक गर्यो भने यो नम्बरमा कल गर्नु होला स्क्रिनसट लिइहाल्नु यो नम्बरमा कल गर्नु है त त्यसरी मैले अनि इन्फर्मेसन प्रोभाइड गर्दैछु है त साथीहरू यस्तो छ रमाइलो यहाँ कपालहरू पनि ड्याङ आउने है कति रमाइलो हो हाम्रो कपाल छैन भइ त हुन्थ्यो आइदेऊ न आउनुहोस् तपाईँहरू आउनुहोस् है त माइलोहरू अनि यो ट्रेलमा गाइज यति होइन सानो बच्चाहरू पनि छ अनि ठुलो एकदमै के अरे ओल्ड एजको मान्छे पनि हुनुहुन्छ क्या लाइक यसको मतलब चाहिँ एकदमै एक्सट्रिम पनि होइन र एकदमै सजिलो पनि होइन तर बिचमा उकालो छ होइन सिटीहरूले चाहिँ अलिकति गाह्रो हुन्छ नत्र नाइस छ ल
गाइज हामीले यहाँ होइन मही अनि यहाँनिर चाहिँ करेन्टहरू चाउचाउ बन्दैछ अनि यो तरकारी रोटी चाहिँ घरबाटै बनाएर ल्याएको थियौँ तर फेरि यो स्पेस सानो भएर यहाँ पनि बनाउन खोज्दैछौँ थर्मसमा तातो पानी ल्याएको थियो होइन यो चाहिँ आएको ल तातो पानी एकदमै तातो पानी एक्सट्रिम तातो पानी ल्याउनु अनि त्यसपछि यस्तोमा चाहिँ करेन्ट बनाएर खानु ल अब चाहिँ हामी यो खान्छौँ होइन त्यसपछि जानुपर्ने हुन्छ घर किनकि हामी फर्किसकेका छौँ एउटा भन्छ नि मान्छे भोक मिठो कि भोजन मिठो भोक लाग्यो खाना पाइहालेँ यत्रो हिँडेँ थाकेँ अब सुत्नलाई किन त्यत्रो बिस्तारा चाहियो यस्तो छ सिल पारमा सुतिरहेको छ अनि म चाहिँ खान्छु म चाहिँ सुत्दिनँ होइन अब एकछिनमा यिनीहरूलाई उठाएर चाहिँ हिँड्नुपर्ने हुन्छ फेरि तल 5 बजे नै इन्ट्रान्स गेटमा पुग्नुपर्ने हुन्छ तर आज 2:30 मात्र छ कि तर हामी बिहान 4 बजे उठेको बल्ल काम चलिन सुत्न त पाएँ लाइनै लागेर एउटा 2 3 4 तिमी सुत्दैनौ कस्तो चिलाउने छ के भयो चिलाउने ए चिलाउने ओछ्यान ओछ्यानले धोका आयो केही मित्रहरू सुतिसके देख्न सक्नुहुन्छ र अब केही मित्रहरू हामी तास खेल्न जाँदैछौँ किनकि हामी यिनीहरू जस्तो सुतुवा होइनौँ क्या र अनि यहाँ बहिनी तास खेल्दैछ नि है खलास खेलौँ न 3 जनाको ठ्याक्क ल ल ल उसुली बेलास है आउँछ तिमीलाई ए मजाले ए ल मस्त खेल्नुपर्छ ओ साथीहरू उठ सुस्ला उठ आशा आशा 4 बजे के उठ तिमीहरू हिँड रेडियम जाम तर फेरि ढिलो हुन्छ 4 बजे उठ ए करिश्मा करिश्मा दुजर उठ सुस्ला उठ भने आमामा यस्तो मजामा सुत्न पाए के पायो तिमीहरूको त जिन्दगी कति ठाउँमा खायो गरे भयो नि निन्दा पुरा भयो मजा आयो मजा छैन तिमीलाई मजा आयो साथीहरू हिँड्नु अब होइन अनि आज आशाको पनि सायद पहिलो आएको हजुर अनि त्यसपछि कस्तो लाग्यो मलाई चाहिँ एकदम रमाइलो लाग्यो मैले चाहिँ के अरे हिमालको भ्यूहरू हेर्न पाएँ होइन मैले चाहिँ योभन्दा अगाडि कहिले राम्रोसँग हेरेको थिएन जस्ट मुभीहरूमा हेरेको थिएँ अरू डकुमेन्ट्रीहरूमा हेरेको थिएँ अरू अनि त्यसपछि अब आज किन नयाँ बिगनर्स हाइकर्स अथवा नयाँ के अरे भ्युवर्सहरूलाई चाहिँ आजको हाइकको मेन टिप्स चाहिँ के दिन चाहन्छ बिगिनर्सहरूलाई चाहिँ उहाँहरू चाहिँ अब मेन्टली र फिजिकल्ली चाहिँ प्रिपेयर भएर आउनुपर्ने हुन्छ अब म जस्तो हिँड्न नसक्ने हो भने त गाह्रो नै हुन्छ है किनभने उकालो नि छ है अनि आफूसँग चाहिँ योवाला लट्ठी चाहिँ बोकेर आउनु होला प्लस आफूसँग चाहिँ प्रशस्त पानी चाहिँ लिएर आउनु होला है त हस् थ्याङ्क यू पानीहरू एकदम धेरै पानी बोकेर आउनु होला किनभने लेक लाग्ने सम्भावना नि हुनसक्छ जुन चाहिँ घरबाट बनाएर खाना चाहिँ ल्याउनु होला अरू चाहिँ दामी हुनेछ र गुम्बा नि देख्नु हुनेछ र मेरो भाइ पनि हामीसँग 2 चोटि गइसक्नुभयो अनि त्यसपछि आजको हाइक कस्तो लाग्यो आजको हाइक चाहिँ एकदम बबाल छ र अब नयाँ के अरे आउने मान्छेलाई चाहिँ जामा आउने मान्छेलाई के टिप्स दिन चाहन्छौ म जामा छु आउने मान्छेलाई चाहिँ टिप्स दिन चाहन्छु कि आफूले मेहनत गरेर आइफोन किन्नुहोस् कि आइफोन भएको साथीसँग आउनुहोस् यहाँ सिन यस्तो बबाल छ एन्ड्रोइडले क्याप्चरै गर्न सक्छ ओन्ली डेडिकेट हो आइफोन फ्रेन्ड अनि टोइलेट पनि घरमै चाहिँ व्यवस्था गरेर आउनु सक्नुहुन्छ यहाँ चाहिँ छैन मलाई लास्टै गाह्रो भइसक्यो यो कुरा सत्य नै हो क्या बिहानै घरबाट निस्किनुहुन्छ भने वासरुम मजाले लङ टोइलेट गरेर आउनुहोस् बाटोमा अलिकति समस्या हुन्छ धेरै मान्छे हुनुहुन्छ नि त शनिबारको दिन अलिक गाह्रो हुन्छ बिचरालाई गाह्रो भएछ तिमीहरूलाई फेरि फेरि हाइक आउनु मन छ कि छैन यस अफकोर्स साथीहरू फोहोरहरूलाई चाहिँ यसरी ल्याउनु होला होइन त्यसले गर्दा चाहिँ इन्भाइरोमेन्टलाई कन्जर्भेसन हुन्छ अनि हो रेस्पोन्सिबिलिटी पनि हो गाइजमा चाहिँ तपाईँ सोलो पनि आउनु सक्नुहुन्छ ग्रुपसँग पनि आउनु सक्नुहुन्छ अनि आउँदाखेरि टन्न पानीहरू अनि कम्फर्टेबल आफूलाई जस्ट लेयरिङ लाएर चाहिँ आफ्नो क्लोदिङ चाहिँ बेस्ट तरिकाले आउनु सजिलो हुन्छ सहज हुन्छ अनि सो आजको भ्लग म यही एन्ड गर्न चाहन्छु तपाईँहरू पनि विकेन्डमा कता न कतै घुम्न जानुहोस् रमाइलो गर्नुहोस् मेन्टली पनि फ्री भइन्छ अनि त्यही हो कस्तो लाग्यो आजको भ्लग भन्नुहोस् यता ल लट्स अफ लभ बाई एभ्रीवान